बुद्ध संप्रदाय, बुद्ध धर्म, बुद्ध दर्शनसँग सम्बद्ध विभिन्न समुदायका अग्रज व्यक्तित्वहरू, बुद्धिजीवी मित्रहरू, उपस्थित सबै दाजुभाइ दिदीबहिनीहरू, आज नेपालको एउटा असाध्यै पुरानो एउटा बौद्धिक र धार्मिक संस्था, साहित्य र संस्कृतिको क्षेत्रमा बुद्धका दर्शनहरूलाई देशभित्र र बाहिर पनि फैलाउने उद्देश्यले स्थापित धर्मोदय सभा, जो नेपालको एउटा जेठो संस्था पनि हो, त्यसको आज 75 वर्ष पुगेको अवसरमा यो कार्यक्रम भइरहेको छ। म धर्मोदय सभालाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र यो संस्थाले स्थापनादेखि आजसम्म बुद्ध धर्मको बारेमा, बुद्धको साहित्य, संस्कृति र दर्शनलाई देश विदेशमा फैलाउन खेल्दै आएको भूमिकाको म प्रशंसा गर्न चाहन्छु र आगामी दिनमा पनि यो संस्थाले सक्रियताका साथ यो कामलाई निरन्तरता दिनेछ भन्ने विश्वास म लिन चाहन्छु। गौतम बुद्ध जो नेपालमा जन्मिनुभयो र उहाँले विश्वभरि आफ्नो प्रभाव छोड्न सफल हुनुभयो र आज हामी जहाँ जहाँ जान्छौं विश्वमा, त्यहाँ नेपाललाई चिनाउने हाम्रो हरेक वक्तव्यमा, चाहे हाम्रो राष्ट्रपतिको वक्तव्यमा होस्, चाहे हाम्रो प्रधानमन्त्रीज्यूको वक्तव्यमा होस्, चाहे अरू कोही पनि व्यक्तिको वक्तव्यमा होस्, नेपाललाई चिनाउँदा हामी गौतम बुद्धको देश भनेर चिनाउँछौं। त्यसमा हामीलाई गर्व छ र हाम्रै देशबाट बुद्ध दर्शनको स्थापना भयो, त्यसको प्रादुर्भाव भयो र आज विश्वको झन्डै आधा जनसंख्या बुद्ध धर्ममा विश्वास गर्ने मानिसहरूको जनसंख्याको रूपमा स्थापित भएको छ। हामीले शान्तिको सन्देश यो धरतीबाट दिउँ, मेलमिलापको सन्देश दिउँ, सद्भावको सन्देशहरू दिउँ, अहिंसाको सन्देश दिउँ र एउटा ज्ञानको सन्देश ज्योति हामीले नेपालबाट दुनियाँलाई दिएका छौं। बुद्ध धर्म एउटा पूर्वीय सभ्यता समेतलाई अगाडि बढाउने धर्म पनि हो, जसले मानवताको बीचमा एउटा सम्बन्धको कुरा गर्छ, मानिस मानिसको बीचको एउटा सम्बन्धलाई अझ स्थापित गर्ने कुरा गर्छ, साथै विश्व बन्धुत्वको कुरा गर्छ, भातृत्वको कुरा गर्छ र सबैको समान अस्तित्वको कुरा गर्छ र सबैको बीचमा हरेक हिसाबले समानता र न्याय हुनुपर्छ भन्ने कुरा पनि यो बुद्ध दर्शनले गर्छ, जुन कुरालाई हामीले नेपालबाट विश्वव्यापी रूपमा दिएका छौं। र आज नेपाल एउटा विश्वका हिन्दू धर्मावलम्बी, यो बुद्ध धर्मावलम्बीहरूको लागि पवित्र स्थल पनि हो। त्यसकारणले आज लुम्बिनीमा वर्षमा लाखौं लाख विदेशी पर्यटकहरू लुम्बिनी घुम्न आउनुहुन्छ, त्यहाँबाट शिक्षा लिने गर्नुभएको छ, धेरै समय त्यहाँ बस्नुहुन्छ, मेडिटेसन गर्नुहुन्छ र अहिले नेपाल सरकारले अब लुम्बिनीमा, म आज पनि लुम्बिनीमै जान लागेको हो, त्यसकारणले तपाईहरुसँग छोटो समय मात्रै म यहाँ उपस्थित भएको हुँ। लुम्बिनीमा हामीले 5000 मानिसहरू एकै ठाउँमा बसेर ध्यान गर्ने, मेडिटेसन गर्ने, प्रार्थना गर्ने विशाल सभा हल हामी बनाउँदैछौं। यो आउने बुद्ध जयन्तीमा त्यसको उद्घाटन हुँदैछ, त्यही बसेर हामी बुद्ध जयन्ती मनाउँदैछौं, आउने बुद्ध जयन्ती। त्यो कामको प्रगति कस्तो छ भनेर पनि मैले हेर्नुपर्नेछ। साथै हामी बृहत्तर लुम्बिनीको अवधारणाका साथ अगाडि बढ्दैछौं। मैले लुम्बिनी विकास समितिलाई भनेको छु,
मायावती मन्दिर, रामग्राम, तिलौराकोट लगायतका अन्य जति पनि मुख्य गौतम बुद्धसँग जोडिएका, उहाँको पुर्खासँग जोडिएका, उहाँले शिक्षा दीक्षा लिएका, उहाँको आगमन भएका ठाउँहरू छन्, ती सबैलाई एकअर्कासँग जोड्नुपर्छ भन्ने मैले भनेको छु र उहाँहरूलाई त्यो अनुसारको योजना बनाउनु भनेको छु। जब मान्छे लुम्बिनी जान्छ भने कमसे कम ऊ 1 हप्ता लुम्बिनीमा बिताउन सकोस्। ऊ मायादेवीमा जान्छ, त्यहाँको अध्ययन अनुसन्धान गर्छ, रामग्राममा जान्छ, त्यहाँको अध्ययन अनुसन्धान गर्छ, तिलौराकोटमा जान्छ, अध्ययन अनुसन्धान गर्छ, किनकि हामीले तिलौराकोटमा बुद्धको पनि 600 वर्ष अगाडिका त्यहाँका अवशेषहरू फेला पारेका छौं त्यसको अध्ययनबाट। त्यसलाई उत्खनन गर्नु छ र यो सबैलाई जोड्नको निम्ति एउटा फुट ट्रेल पनि बनाऊ, मान्छे पैदल हिँडेर पनि घुम्न सकोस्। इको बसहरू, यो चाहिँ विद्युतबाट चल्ने बसहरू त्यहाँ राखिदिउँ, साना साना रेलहरू राखिदिउँ, जसले गर्दा मान्छे सहज ढंगले त्यो ठाउँको परिक्रमा गर्न सकोस् र पैदल हिँडेर पनि परिक्रमा गर्न सकोस् भनेर त्यो खालको संरचना बनाउने योजना हामी बनाएका छौं। त्यस्तै अब हामी यो डिसेम्बरको अन्तिमसम्ममा लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गर्दैछौं, जसलाई आउने मार्च भनिसके चैत वैशाखबाट त्यो विमानस्थललाई सञ्चालन गर्ने सोचाइ हामीले बनाएका छौं। त्यसले गर्दा लुम्बिनीमा व्यापक अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन हुने निश्चित छ। त्यसलाई अझै राम्रो बनाउनु पर्नेछ, त्यसको मास्टर प्लान अनुसारको कामहरू अगाडि बढाउनु पर्नेछ। त्यो कुरा पनि म यहाँहरूको बीचमा राख्न चाहन्छु। त्यसमा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्पूर्ण ध्यान दिएको कुरा म यहाँहरूको बीचमा निवेदन गर्न चाहन्छु। 2020 अब अर्को महिनाबाट सुरु हुँदैछ। यो 2020 लाई हामीले नेपाल भ्रमण वर्ष भनेका छौं। नेपाल भ्रमण वर्ष भन्ने बित्तिकै यहाँ भ्रमण गर्न आउने विदेशीहरू एउटा त प्रकृतिसँग रमाउन आउँछन्, हामीसँग हिमाल छ, पहाडहरू छन्, ठूलठूला निकुञ्जहरू छन्, संरक्षण क्षेत्रहरू छन्, त्यसबाट उहाँहरूले मनोरञ्जन लिन सक्नुहुन्छ। अर्कोतिर हामीसँग सभ्यता छ, संस्कृति छ, लुम्बिनी छ, जनकपुर छ, पशुपतिनाथ छ, मुक्तिनाथ छ, स्वयम्भू छ, बौद्धनाथ छ, अनेक खालका धार्मिक सांस्कृतिक केन्द्रहरू हामीसँग छन्। र आउने 2020 मा बढी भन्दा बढी बुद्ध धर्मसँग विश्वास गर्ने मानिसहरूलाई नेपाल ल्याउनु छ। त्यसमा हाम्रो यो धर्मोदय सभाले पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास मैले गरेको छु। यहाँहरूको सम्पर्कमा भएका, चाहे त्यो श्रीलङ्कामा होस्, चाहे त्यो म्यानमारमा होस्, थाइल्याण्डमा होस्, अथवा कुनै पनि जापानमा होस् अथवा चीनमा होस्, जहाँ जहाँ तपाईहरुको सम्पर्कमा हुनुहुन्छ व्यक्तिहरू, उहाँहरूलाई 2020 मा एकपल्ट नेपालमा भ्रमण गर्नको निम्ति यहाँहरूले आग्रह गरिदिनुस्। त्यसले हाम्रो पर्यटन प्रवर्धनलाई पनि टेवा पुग्नेछ। हाम्रा धार्मिक सांस्कृतिक स्थलहरूको पनि पहिचान अझै अन्तर्राष्ट्रिय क्षेत्रमा जानेछ। म यो पनि निवेदन यहाँलाई गर्न चाहन्छु। आउने पुष 15 गते अथवा जनवरीको फर्स्टमा नेपाल भ्रमण वर्षको भव्य शुभारम्भ हुँदैछ दशरथ रंगाशालाबाट। धर्मोदय सभा र काठमाडौँभित्र अथवा बाहिर रहनुभएका बुद्ध धर्म र दर्शनसँग सम्बन्धित सम्पूर्ण संघ संस्थाका महानुभावहरू, सदस्य मित्रहरू, यहाँहरूको चाहिँ सबै ठाउँका मठ मन्दिर गुम्बा सबै ठाउँमा जहाँ जहाँ हुनुहुन्छ, यहाँहरू सबैको उपस्थिति यो जनवरी 1 मा पौष 15 गते दशरथ रंगाशालामा होस्। त्यसको हामी औपचारिक निमन्त्रणा यहाँहरूलाई पठाउँछौं। त्यसलाई भव्यताका साथ हामीले सम्पन्न गर्नुपर्नेछ। त्यसैले म यहाँहरूलाई यही निवेदन गर्नको निम्ति पनि यहाँ आएको हुँ। मसँग समय छोटो भएको हुनाले पछिसम्म म बस्न सकिन, त्यसमा यहाँहरूलाई क्षमा माग्न चाहन्छु। मैले पहिले पनि भनेको थिएँ, अब अहिले लुम्बिनी विकास कोषको जुन एउटा संगठन छ, यो संगठनलाई पनि पुनर्संरचना गर्दैछौँ हामीले। म आइसकेपछि मैले भने यो खाली एकजना मान्छे सदस्य सचिव पठाउने, एउटा मान्छे उपाध्यक्ष पठाउने मात्रैले यो हुँदैन।
यसमा बुद्ध धर्मसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाको, स्थानीय निकायहरूको, सरकारको, प्रदेश सरकारको पनि सहभागितामा यसलाई एउटा बृहत्तर काउन्सिल बनाऊ भन्ने प्रस्ताव मैले अगाडि ल्याएको छु, जसले गर्दा हाम्रा सबै सङ्घ संस्थाका प्रतिनिधिहरूको यसमा अपनत्व होस्। यो लुम्बिनी अथवा यहाँको बुद्ध धर्मको विकास र प्रवर्धन गर्ने काम कुनै एउटा अमुक एक दुईवटा संस्थाको अथवा संस्कृति मन्त्रालयको मात्रै होइन, हामी सबैको हो। यो हाम्रो सम्पत्ति हो, किनकि चिनिया राष्ट्रपतिजीले भन्नुभयो नेपालमा आएर अहिले चीनमा पनि बुद्ध धर्म मान्नेहरूको संख्या अत्याधिक बढिरहेको छ। हामी उहाँहरूलाई नेपाल घुम्नको निम्ति जानुस् भन्छौं। नेपाल चाहिँ चिनियाहरूको निम्ति घुम्ने उत्कृष्ट गन्तव्य मध्ये पर्छ भनेर उहाँले भन्नुभयो भने चाहिँ हाम्रो आकर्षण बढ्दैछ। त्यसैले हामी सबै मिलेर सरकारसँग अन्य सबै सङ्घ संस्था मिलेर चाहिँ यो क्षेत्रलाई अझै अगाडि बढाउनै पर्नेछ। बुद्धका सन्देशहरूलाई अझ विश्वव्यापी बनाउनु पर्नेछ। अन्तर्राष्ट्रिय क्षेत्रमा, विश्व क्षेत्रमा, विश्व स्तरमा देखिएका हिंसात्मक गतिविधिहरू, युद्ध र हिंसा जस्ता कुरालाई अन्त्य गर्नुपर्नेछ र सबै मानव जातिमा एउटा कल्याणको भावना, मानव जातिमा एउटा समानताको भावना, मानव जातिमा एउटा भातृत्व र मित्रताको भावना विकास गर्न हामी अगाडि बढ्नुपर्नेछ। त्यसमा धर्मोदय सभाले महत्त्वपूर्ण योगदान दिँदै आएको छ। आगामी दिनमा पनि यहाँको महत्त्वपूर्ण भूमिका हुनेछ भन्ने विश्वास लिँदै आज सम्मानित हुन लाग्नुभएका सम्पूर्ण विद्वान मित्रहरूलाई पनि मेरो तर्फबाट हार्दिक बधाई भन्न चाहन्छु। धर्मोदय सभाको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। यहाँहरू सबैलाई शुभकामना भन्न चाहन्छु। धन्यवाद, नमस्कार।